हेलो नमस्ते एभ्रिवान वेलकम ब्याक मेरो नयाँ भिडियोमा। अनि आज अर्को भिडियोको अर्को टपिक इज इन डिमान्ड होइन, सबैको क्वेसन अनुसारकै आज चाहिँ डिस्कस गर्न लागेको छु स्लोभेनियामा कसरी काम चेन्ज गर्ने वा काम चेन्ज गर्दा चाहिँ के कुराहरू ध्यानमा राख्ने, के कुरालाई फोकस गर्ने भनेर। काम चेन्ज गर्नको लागि स्लोभेनियामा इज नट द्याट ह्यासल यदि तपाईँसँग राइट इम्प्लोयर छ भने र अनि डकुमेन्टेसनको पार्टमा होइन, अनि के कुराहरूलाई चाहिँ ध्यान राख्नु होला त्यो कुरा म सर्टमा क्विक ओभरभ्यू गरिदिन्छु। स्लोभेनियामा काम चेन्ज गर्नको लागि नर्मली भन्ने गर्छन् 1 इयर बस्नुपर्छ, अनि त्योभन्दा पहिला काम चेन्ज गर्न मिल्दैन। ओके, लाइक फर्स्ट वर्षको कार्ड पनि नयाँ हुन्छ, तपाईँ पनि नयाँ आउनुहुन्छ, अनि त्यति धेरै कन्ट्याक्ट्स हुँदैन। सो काम चेन्ज गर्न फर्स्ट इयर इज लिटल बिट हार्डर, अनि 1 वर्ष कटिसकेपछि इन्फर्मेसन लिस्टहरू पनि चाँडो आउँछ, किनभने एउटा इम्प्लोयरसँग धेरै टाइम काम गरिसकेपछि अलिक 1 वर्ष एटलिस्ट गरिसकेपछि एउटा ट्रस्ट भन्ने पनि हुन्छ होइन। त्यसले गर्दा तर मेन पोइन्ट अफ भ्यू के हो भन्दाखेरि काम चेन्ज गर्दाखेरि चाहिँ के डकुमेन्टहरू चाहिन्छ वा कुन प्रोसेसबाट गर्नुपर्छ भन्ने कुरा। अब काम कसरी पाउने काम चेन्ज गर्नलाई भन्ने कुरा पनि एकदम इम्पोर्टेन्ट हुन्छ होइन, चेन्ज गरौँ भन्ने बेलामा। अब त्यो चाहिँ यस्तो हुन्छ, नर्मली सबैभन्दा ट्रस्टेड र सबैभन्दा धेरैले गर्ने अप्सन भनेको साथीभाइ होइन, आफ्नो चिनजानको कन्ट्याक्ट्सहरू, अब लोकल्स होस् कि अब नेपाली होस् कि अरू कन्ट्रीको नै साथीभाइ होस्, डजन्ट म्याटर होइन। यदि आफूले चिनेको कोही अर्को कम्पनीमा काम गर्छन् एन्ड दे आर विलिङ टु हायर यु, यदि त्यस्तो छ भने त्यो भनेको सबैभन्दा सजिलो वे हो। अब अर्को क्वेसन अनि अर्को पोइन्ट अफ भ्यू चाहिँ लाइक अनलाइन होइन, अनलाइन पनि कुनै वेबसाइट्सहरू छन् स्लोभेनियाको, त्यो चाहिँ म स्क्रिनमा फ्ल्यास गरिदिन्छु ओके फर सम सेकेन्ड्स। अनि त्यो वेबसाइटहरूको थ्रुबाट स्लोभेनियामा काम खोज्न सकिन्छ यदि तपाईँ आफूमा क्यापेबल हुनुहुन्छ, राम्रो सिभी र कभर लेटर बनाएर अप्लाई गर्न सक्नुहुन्छ भने इन मोस्ट केसेस इन्टरभ्यूसम्म जान सक्नुहुन्छ। देन इट्स योर टर्न होइन, अब कोइनलाई कसरी फ्लिप गर्ने कुरा, इन्टरभ्यूसम्म गयो भने कन्भिन्स गर्न सक्यो भने यु क्यान गेट जब। त्यस्तो धेरै नै ह्यासल भन्ने छैन। अर्को कुरा छ एजेन्सिजहरू पनि छन् होइन स्लोभेनियामा जब खोज्दिने, जस्तै हाम्रो लोकल दलेहरू भन्ने कुरो छैन। जस्तै काम चेन्ज गरेको 500 देखि 1000 युरो, इट्स नट लिगल इन स्लोभेनियामा। एउटा कुरा चाहिँ नोट गराइदिन्छु, काम पैसा लिएर काम चेन्ज गराउने स्लोभेनियामा इज इलिगल। विदेशबाट ल्याउँदाखेरि एउटा सर्टेन चार्जेस लिन मिल्छ, प्रोसेसिङ फी वा समथिङ, लाइक नेपालदेखि कोहीले आएर गऱ्यो भने त्यो 12-13 लाख रुपियाँ लिएर आउने, जो फर्स्टमा आउने त्यो पनि ह्युमन ट्राफिकिङभित्र पर्छ। अब 2500 युरो प्रोसेसिङ चार्ज, फ्लाइट टिकट्स एन्ड अब मेलिङ हुन्छ होइन, टिआरसीहरू पठाउन चार्जेस लाग्छ। सो त्यो चार्ज चाहिँ लिन मिल्छ क्यान्डिडेटसँग, त्यो कुरा चाहिँ माइन्डमा राख्नु होला। ल यहाँ काम चेन्ज गर्दा कुनै पनि पैसा लाग्दैन खासमा भन्नुपर्दा, नलाग्नु पर्छ, तर मान्छेले काम चेन्ज गर्दा पैसा तिरेर पनि गरिरहेको छ होइन। जस्तै साथीभाइहरूलाई अब मिहिनेत गरे बापत होइन, अब 100-150-200 युरो आफूले चाहेर दिने भन्ने छुट्टै कुरा हो, किन भन्दा ट्राभल गर्नुपर्छ होला सँगै, कोहीसँग अब गाडीमा आफ्नो गाडीमा जानु पऱ्यो, फ्युलहरू खर्च लाग्छ होइन, आफ्नो टाइम पनि निकालिन्छ। सो त्यो पार्टलाई सेपरेट गरेर होइन। र एजेन्सीको कुरामा पनि सर्टेन कुनै एजेन्सिजहरू छ स्लोभेनियामा, जस्तै वर्कफोर्स, म्यान पावर, अगादो भन्ने छ, एउटा एस्पादो भन्ने पनि छ, एस्पादा भन्ने, त्यो पनि ठिकै छ। म 1-2 चोटि कन्ट्याक्ट गरेको थिएँ, अनि 1-2 जना साथीभाइहरूले कन्ट्याक्ट गर्दा रेस्पोन्स राम्रै दिएको थियो, डकुमेन्ट्सहरू पठा आई विल चेक होइन भनेर। अनि त्यो एजेन्सिजहरूको पनि म नाम लिस्टहरू म स्क्रिनमा फ्ल्यास गरिदिन्छु होइन, त्यो भयो भने सजिलो हुन्छ यदि अप्रोच गर्न सक्नुभयो भने। अनि अर्को कुरा छ, अब काम चेन्ज गर्दाखेरि चाहिँ अलिकति बढी प्रब्लम भनेको हाम्रो लागि ल्याङ्ग्वेज नै हो। जस्तै अब हामी नर्मली एउटा भ्याकेन्सी देख्छौँ होइन अनलाइनमा, कुनै हामी अप्लाई गर्छौँ, मेन प्रब्लम भनेको ल्याङ्ग्वेज भयो। किन भन्दा म्याक्सिमम् अब हाम्रो रिसेन्टली आएको नेपालीहरू खासै धेरै ल्याङ्ग्वेज सिक्न पनि खोजेको, तर अब गाह्रो भइरहेको, गाह्रो ल्याङ्ग्वेज एकदम गाह्रो छ होइन, टाइम लाग्छ सिक्न, त्यो पनि प्रब्लम भयो। र कोही सिक्न पनि नचाहने पनि हुनुहुन्छ, त्यो आफ्नो चोइसको कुरा भयो। त्यसले गर्दा ल्याङ्ग्वेजले गर्दा चाहिँ लाइक तपाईँले गर्न सक्ने जब छ, एप्लाई गर्नुहुन्छ तर रेस्पोन्स गर्दैन। अनि सेकेन्ड भनेको फरेनर भएर नै हो होइन, अभियसली हामीसँग टिआरसी छ, अनि हामी टिआरसी भएकोलाई हायर गर्नु र अनि यहाँको सिटिजन वा पिआर भएकोलाई हायर गर्नु कम्पनीलाई सजिलो चाहिँ यहाँको सिटिजन वा पिआरलाई हुन्छ। किन भन्दा हाम्रो लागि कन्ट्र्याक्ट्सहरू बनाऊ अनि जाबोतमा सब्मिट गर अनि अप्रुभलहरू ल्याऊ होइन, त्यो ह्यासल गर्न चाहँदैन कम्पनीले यदि नजिकैबाट पाउँछ भने। अनि अब सर्बिया बोस्नियातिरको मान्छे पनि हायर गर्न सजिलो हुन्छ, ल्याङ्ग्वेज अलमोस्ट लाइक आइडेन्टिकल सिमिलर छ होइन। त्यसले गर्दा पनि अलिकति हाम्रो लागि च्यालेन्जिङ नै हो नेपाल, इन्डिया, अब हामी थर्ड वर्ल्ड कन्ट्रीको मान्छेलाई।
बट इट्स नट इम्पोसिबल। यदि तपाईँलाई कहिले काम दिन्छ भने चाहिँ अर्को कुरा, अर्को मेन इम्पोर्टेन्ट कुरा, यदि तपाईँले नयाँ काम पाउनुभयो र तपाईँ स्विच गर्न चाहँदै हुनुहुन्छ भनिसकेपछि मजाले तपाईँको कन्ट्र्याक्टमा लेखेको हुन्छ, त्यहाँ एग्रिमेन्टमा हुन्छ कति दिनको ट्रायल पिरियड हुन्छ भनेर होइन। यदि नयाँ कम्पनी चाहिँ तपाईँहरूलाई हायर गर्न सिरियसली इच्छुक छ भने चाहिँ त्यो कन्ट्र्याक्टमा हेर्नुहोस्। नर्मली कम्पनीहरूको 30 डेजको नोटिस पिरियड हुन्छ रिजाइन दिएको होइन। अनि अब काम छोड्दै हुनुहुन्छ भने रिजाइन चाहिँ सकेसम्म कम्पनीको इमेल वा कम्पनीको कुनै पनि लाइक एचआर अर डाइरेक्टर कसलाई हुन्छ स्पोक पर्सन, तिनीहरूलाई चाहिँ एकचोटि राम्रो फर्मल इमेल गरेर म आजको डेटमा चाहिँ रिजिग्नेसन लेख्दैछु, सो द्याट मेरो 30 डेजको पिरियड छ र तपाईँको कुनै पनि लाइक इयरली पब्लिक होलिडेजहरू नर्मली 21-22 दिनको पब्लिक होलिडेज बचेको छ भने चाहिँ त्यसलाई पनि घटाउनु मिल्छ। सो मेरो 10 दिनको पब्लिक होलिडे मैले युज गरेको छैन र म आज रिजाइन गर्दैछु र मेरो नोटिस पिरियड 30 दिन छ भने चाहिँ म मेरो 10 दिन होइन प्लस विकेन्ड्स ओके अनि घटाएर चाहिँ म 20 दिन काम गरेर म लिगली काम छोड्न सक्छु होइन। इनकेस केही नभनी छोड्नु भयो भने तपाईँलाई सु गर्नु सक्छ, यु माइट ह्याभ टु पे हेभी फाइन 2-3 हजार युरोसम्म, किन भन्दा कन्ट्र्याक्ट साइन गरेर आफूले नै डिसोबे गरे जस्तो हुन्छ। सो त्यो कुरा ध्यान राख्नु होला यतिकै छोड्दा। कुनै कुनै इम्प्लोयरले त्यसरी तपाईँलाई लसुट फाइल गर्यो भने चाहिँ भगवान्ले पनि बचाउनु सक्दैन होइन, बिकज यु आर रङ। अनि अब सबै डकुमेन्टहरू भयो भने चाहिँ जस्तै नयाँ कन्ट्र्याक्टहरू कुनै कुनै कम्पनीले आफै प्रोसेस गरिदिन्छ, कुनै कुनै कम्पनीमा चाहिँ आफैले गर्नुपर्छ। सो कम्पनीले इन्सुरेन्स गरिदिन्छ, त्यही पनि एकचोटि भन्नु मेरो हेल्थ इन्सुरेन्स हालिदिएँ होइन, सिस्टममा हालिदिने हो, तपाईँलाई दिनु पर्दैन। मेरो हेल्थ इन्सुरेन्स गर्दै अनि कन्ट्र्याक्ट दिन्छ कम्पनीले। मेन इम्पोर्टेन्ट कुरा भनेको तपाईँको पासपोर्टको कपी, तपाईँको कन्ट्र्याक्टहरू, अनि नर्मली तपाईँको अब इनकेस माग्यो भने 6 महिनाको ब्याङ्क स्टेटमेन्ट र 6 महिनाको स्यालेरी स्लिप रिसेन्ट माग्न सक्ला होइन। त्यो नर्मली त्यो नयाँ कन्ट्र्याक्ट र अनि पासपोर्ट कपी अनि टिआरसी लगेर उप्रापरा ऐनोता गएर अनि काम चेन्जको लागि अप्लाई गर्न सकिन्छ होइन। अरू एडिसनल डकुमेन्ट के माग्यो भने उप्रापरा ऐनोताले तपाईँलाई डाइरेक्ट कन्ट्याक्ट गर्छ, त्यसपछि डकुमेन्ट सबमिट गर्न सकिन्छ। त्यसरी कम्पनीले गरिदियो भने त सकिगयो होइन। अनि त्यति गरिसकेपछि लाइक नर्मली 10-15 दिन 20 दिनभित्रमा काम चेन्ज हुन्छ। सो यता रिजाइन गरेर सकिएको पिरियड र अनि उता जोइन गर्दाको यदि बिचमा ग्याप छ भने चाहिँ त्यसमा चाहिँ लिगली काम गर्न पाइँदैन होइन। यता काम फिनिस भयो, यता सुरु भयो। बट कुनै कुनै कम्पनीले आइज नि त नर्मली रेस्टुरेन्टतिर त्यस्तो कामहरूतिर चाहिँ ल ठिक छ, तेरो इन्फर्मेसन लिस्ट आउँदासम्म गर्दै गर, आएपछि चाहिँ फेरिबाट सुरु हुन्छ, जुन फर्मल वेमा सुरु हुन्छ भनेर त्यसरी काम पनि अराउन मिल्ने हुन्छ। त्यो चाहिँ कम्पनीसँग डिस्कस गर्ने कुरा हो, इन्डिभिजुअलमा डिपेन्ड गर्छ होइन। अनि रिजाइन गरेर प्रोपर रिजाइन गरेर सम्बन्धित मान्छेले लिखितम होइन काम छोडेर चाहिँ काम चेन्ज गर्न सकिन्छ। अनि फर्स्ट इम्पोर्टेन्ट कुरा भनेको स्लोभेनियामा आउँदा बित्तिकै अब अहिले पनि ल्याङ्ग्वेजहरू सिक्न इम्प्रुभ गर्नु, ल्याङ्ग्वेज भयो भने जबहरूमा पनि बेनिफिट हुन्छ, नयाँ ठाउँमा पाउन सकिन्छ, अरू ठाउँमा अप्सन्सहरू खुल्दै जान्छ होइन। त्यति भन्न चाहन्छु। अनि त्यही हो ल्याङ्ग्वेज के अरे काम चेन्ज गर्छु भन्दैमा चाहिँ यत्तिकै कसैले काम दिन्छु भन्दैमा चाहिँ नछोड्नु होला भएको काम होइन। किन भन्दा जे छ त्यहाँ टिकिराखेको राम्रो, फाइनेन्सियली प्रब्लम हुन्छ, बस्ने ठाउँको प्रब्लम हुन्छ, नयाँ ठाउँमा गयो भने फेरि नयाँ ठाउँमा अपार्टमेन्ट खोज्नुपर्छ, त्यो प्रब्लम हुन्छ। त्यसले गर्दा म अपार्टमेन्ट कसरी खोज्ने र गाडीहरू कसरी किन्ने स्लोभेनियामा लाइक सजिलो वेमा होइन भनेर म भिडियोहरू बनाउँछु। म होपफुली आउट ट्राई होइन त्यो पनि बनाउँछु। अनि नेपाल पैसा पठाउनुको लागि पनि मैले जुन लास्टको फ्यु भिडियोजमा कुरा गरेको थिएँ लेम्फी एपबाट म पनि गर्छु। यदि मलाई सपोर्ट गर्न चाहनुहुन्छ भने मेरो स्क्रिनमा दिएको रिफरल कोड युज गर्नु होला। यदि तपाईँले अलरेडी खोलिसक्नु भएको छ, तपाईँसँग लेम्फी अलरेडी छ, युज पनि गर्दै हुनुहुन्छ भने चाहिँ माथि गएर रिफरल यदि कसैको राख्नु भएको छैन भने मेरो राख्न सक्नुहुन्छ होइन। मलाई पनि केही बेनिफिट हुन्छ, मलाई पनि मजा आउँछ होइन अझै मोटिभेट हुनलाई। यति भन्दै आजको भिडियोलाई यतिमै समाप्त गर्न चाहन्छु। थ्याङ्क यू सो मच फर वाचिङ। अनि केही त्यस्तो डाउट भयो भने मलाई इन्स्टाग्राममा रिच आउट गर्नु होला होइन। म ट्राई गर्छु सकेसम्म म्यानेज गर्न सबैको प्रब्लमहरूलाई। यदि मसँग सल्युसन छ भने म ट्राई गर्छु। द्याट्स इट फर नाउ। थ्याङ्क यू, बाई।